हेलो गाइज, आज चाहिँ म कहाँ जाँदैछु भन्ने कुरा चाहिँ तपाईँहरूले मेरो फुल भिडियो हेरेपछि थाहा पाउनुहुनेछ। आज चाहिँ म यो जिन्दा टोल भन्नेमा आइसकेको छु। सबैजना हामी चाहिँ आज चाहिँ एकदम झापाको मौसम गर्मी भएको कारणले गर्दा आज चाहिँ हामी जिन्दा टोलमा आएर यहाँ एकदम यहाँको भ्यू लिँदैछौँ। आज त एकदम बेलुकाको टाइममा त एकदम शीतल, अघि दिउँसो चाहिँ गर्मी एकदम थियो है। अनि यहाँ चाहिँ आफ्नो आफ्नो धुनमा गफ साथसाथै यहाँ हाम्रो चिसो पनि आइसक्यो। यो चिसोको नाम चाहिँ मैले बताइरहनु पर्छ जस्तो लागेन हजुरहरूलाई। अहिले चाहिँ एकदम शीतल हावा। हामी चाहिँ किन बाहिर बसेको भन्नाले भित्र सबै बुकिङ भइसकेकोले गर्दाखेरि त्यति धेरै बस्ने ठाउँहरू पनि रहेनछ। अनि हामी चाहिँ बाहिर नै टेबल मिलाएर यसरी हामी बाहिर बस्ने भनेर यो चाहिँ अनि आमा छोरी है, तर छोरीभन्दा पनि आमा तर नै देखेपछि यतिको चाहिँ हुनैपर्छ। अनि हाम्रो अब शीतल चाहिँ आइपुगेको छैन। अब शीतल चाहिँ किन ढिलो गरिरहेको छ भाइहरूले त्यो चाहिँ थाहा भएन। आजको यहाँको चाहिँ कस्तो हुन्छ, यहाँ चाहिँ स्पेसल अर्ग्यानिक यहीँ पालेको माछाहरू हामीले चाहिँ 2 थरीको अर्डर दिइसकेको छौँ। तर आज किन भाइहरूले ढिलो गरिरहेको छ भन्ने कुरा चाहिँ मलाई थाहा भएन। सायद धेरै अर्डर भएर हुनसक्छ। अनि तपाईँहरूले यदि कतिपय आइसक्नु भयो होला, कतिपय आइसक्नु भएको छैन होला। यदि तपाईँहरूले मेरो भिडियो हेरेर तपाईँहरूलाई इन्जोय गर्नलाई नक्कली मेरो साथी पनि म पनि छु है। अरे अनि यस्तै छ आजको मेरो फुल भिडियो हेरेर तपाईँहरूले लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला। अघिको खाइसकेर फेरि आयो, यतिको चाहिँ हुनुपर्छ है। मान्छे भइसकेपछि तपाईँहरूले कतिजना आइसक्नु भएको छ र यदि आउनु भएको छैन भने तपाईँहरू पनि हामी जस्तै आएर तपाईँहरूले नि चिसो लिनु होला गर्मीमा चाहिँ। अनि यतिको चाहिँ हुनुपर्छ। गर्मीमा शीतल त लिनै पर्यो नि होइन साथी हो। अब तर के गर्नु, यहाँ चाहिँ अर्ग्यानिक तुङ्बा लिने भयो मेरो रेसमा साथी चाहिँ। अनि म यो तुङ्बा देख्दा चाहिँ स्पेसल मैले पहिलाको याद आयो, किनभने हाम्रो यो चाहिँ स्पेसल फेरि राईलिम्बूमा पर्छ। यो चाहिँ तुङ्बा बेगर चाहिँ हुँदैन है। हामीले चाहिँ चाडबाडमा दसैँको बेला चाहिँ स्पेसल बुढापाकाहरूलाई दिनुपर्छ। आजको हाम्रो भिडियो यस्तै छ, एकदम स्पेसल, यम्मी यम्मी। सी यू, बाई बाई।